फाइनल गाइज फुपू हामी 3-4 जना बहिनी गोकर्णमा घुम्न जान लागेको बेलुकाको 5 बजीतिर। मौसम चाहिँ यस्तो छ है, यस्तो छ मौसम, यस्तो हरियाली छ। ए बुनु यहाँ छ, यहाँ चाहिँ फुपू छ। हामी चाहिँ बाटो चाहिँ यस्तो छ, बाटो छिटो कुद हाम्फाल जम हाल त यहाँ जान नसक्ने अवस्था है गाइज यस्तो पानीमा। म चाहिँ जम हाल्छु। महेंद्र बाहुबली नहीं रहे। जे भए पनि यहाँ मान्छे खुट्टा हिलो भएपछि त धुनै पर्यो। फाइनली गाइज हामी चाहिँ जसो तसो खोला तारेर आयौँ है। यस्तो उकालो जानुपर्छ अब, यस्तो उकालो चढेर गोकर्ण वनमा जाने हो, घुम्ने हो गाइज। चटपटी खाएर आउने हो। यस्तो छ गाइज। यतातिर चाहिँ जुगा पनि आउँछ गाइज। यो वनमा, गोकर्णको वनमा यत्रो लामो लामो जुगा आउँछ है गाइज। अब हिँड्ने बानी नभएपछि गाउँमा बस्दाखेरि चाहिँ हिँड्न सक्छ। यतातिर बस्ने बानी भएपछि चाहिँ अलिकति हिँड्दा नि सह लाग्छ गाई, सह हुन्छ। अब गाई चाहिँ यस्तो चाहिँ बाटो। हामी चाहिँ हाम्रो यो चाहिँ मेरो बहिनी हो, ठुली बहिनी फुपू। यहाँ चाहिँ फुपूको छोरी हो। आस्याङला जाने भन्छ कि आनीको छ, आनीला जाने हो। हामी चाहिँ गोकर्णको वनमा गएर तपाईँहरूलाई देखाउनेछौँ कस्तो भइरहेछ, बेलुकातिर कतिको रमाइलो हुन्छ तपाईँहरूलाई सबैलाई देखाउँछ है गाइज। हामी पुगेपछि गाइज बाटो चाहिँ यस्तो चिप्लो छ। ए छोडे मलाई नतान। यस्तो छ है गाइज, यस्तो छ। कस्तो चिप्लिरहेछ, चिप्लो छ है साथीहरू। यस्तो वनको बाटो यस्तो चिप्लो छ। सबैजना गोकर्णमा घुम्न आउनु होला। यतातिर यतिखेर आयो भने चाहिँ जोडी देख्न पाउँछ गाई। सिङ्गलहरू चाहिँ नआउनु होला। गजब बेइज्जती है। अच्छा जोडीहरू हुन्छ यतिखेर चाहिँ यतातिर घुम्न आएको। अलिक गाइस हामी चाहिँ उकालो चढेर वनको बाटो हुँदै गोकर्णको तेर्सो रोडमा आइपुग्यो है। हामी 4 जना चाहिँ गोकर्णको तेर्सो रोडमा आइपुग्यो। यस्तो बपाल छ, हेर्नु होला ठाउँ। अब यहाँबाट हामी माथि जानु लाग्यो। भैरल सटपटे पसल भएर हामी माथि जानु लाग्यो बहिनीहरू। यस्तो राम्रो छ है गाइस बाटो, यस्तो सिडी हिँड्नको लागि तर खतरा छ। ल्याउनु पर्दैन सबैजना आफ्नो गाइस यस्तो ठाउँमा
राम्रो छ गोकर्ण वन। त्यो चाहिँ गोकर्ण वनभित्र गुम्बा रहेछ गाइस, खतरा रहेछ हेर्नु होला। खतरा चाहिँ गुम्बा रहेछ यहाँ चाहिँ, सायद तामाङहरूको गेवाहरू गर्छ होला हो कि बत्तीहरू बाल्ने ठाउँ होला सायद, मलाई त्यस्तै लागिरहेको छ गाइस। यस्तो चाहिँ गाइस ठाउँ। यतातिर फोटो खिच्न नपाएको भनेर रुइरहेको चाहिँ गाइस साथी मेरो बहिनी। एउटा चाहिँ काली हप्सी, यसले चाहिँ डान्स खतरा हान्छ है साथीहरू, यसले डान्सर हो यो चाहिँ, खतरा हान्छ। सानो भाइ नि डान्स चाहिँ खतरा नाचे। मेरो बहिनी चाहिँ फोटो खिच्न नपाएको भनेर रुन आँटिरहेको छ गाई। फोटो खिच्दै भनिरहेको छ। ल नाच त यङ सम्झी भन्दै। त चाहिँ यस्तो राम्रो ठाउँ छ कि गाई चाहिँ हेर्नु होला, खतरा छ भोपाल ठाउँ चाहिँ। यस्तो सिडी भएको छ, राम्रो छ। वन पनि यस्तो खतरा छ कि गाई चाहिँ हेर्नु होला, यी खतरा छ है, घुम्न आउनु होला। खतरा छ यता यहाँ माथि चाहिँ खतरा ठाउँ छ। के होला मलाई नाम चाहिँ भन्नै आएन, केवल यस्तो ठाउँ छ, सेतो यस्तो छ। तर यसको नाम चाहिँ थाहा छैन गाइस, थाहा छ भने कमेन्ट गरिदिनु होला यो के हो गोकर्ण वनभित्रको। गाइस हामी चाहिँ यहाँ आइपुग्यो। यो सेतो के हो गुम्बा, के हो यो गुम्बा भनौँ कि के भनौँ नामै थाहा छैन। यस्तो भित्र आइपुगिसक्यो हामी। यस्तो खतरा छ। यो चाहिँ गोकर्णको वनभित्र हो। यहाँ चाहिँ प्रायः सुटिङ हुन्छ है गाइस, प्रायः आउनुपर्छ यहाँ हेर्नलाई। सुटिङ भइरहेको हुन्छ गीतहरूमा, फिल्महरूमा। यतातिर हामी चाहिँ फाइनली गोकर्णको टपमा पुग्न आँटिसक्यो। टपमा चाहिँ खतरा छ गाइस, टपको त्यो टुप्पोमा पुग्न आँटिसक्यो हामी चाहिँ, छेउछेउमा पुगिसक्यो गाइस। यस्तो छ फाइनली गाइस गोकर्णको हामी तेर्सो बाटोमा आइपुगिसक्यो। जाने तेर्सो बाटो हो, त्यो टपमा पुगिसक्यो है गाइस चाहिँ हामी। यो टपमा पुगिसक्यो हामी चाहिँ। यस्तो छ गाइस, यस्तो भोपाल ठाउँ छ गाइस। हामी चाहिँ टपमा आइपुगिसक्यो हामी। अब फोटो खिचेर चटपटे खाएर घरतिर जानेछौँ। यस्तो छ गाइस ठाउँ चाहिँ, यस्तो चाहिँ भोपाल छ गाइस ठाउँ। फाइनल गाइस हामी टिकटक बनाउँछु भनेको यहाँ नेट नै चलेन। यहाँ नेट नचलेर तनाव भएर चाहिँ यता गीत नआएर फ्यामिली तानेर आएको, नेट नै चलेन। यहाँ पुग्ने हो क्या अहिले एकछिनमा जानु। यहाँ तल नेट नै नचलेर दिमाग खराब भइरहने गाइस। हामी चाहिँ यहाँ छौँ, अहिले चाहिँ बन्द भइसक्यो यहाँभित्र, त्यही भएर हामी यता यहाँनिर छ। खोल्छ कि यो बन्द भएर। मौसम चाहिँ यस्तो खतरा देखिरहेको छ गाइस, हेर्नै माथि यस्तो बब्बाल देखिरहेको छ। यता यस्तो बब्बाल देखिरहेको छ मुनितिर। नेट नचलेर दिमाग खराब भयो है गाइस, नेट नचलेर तनाव। टिकटक बनाउँछु भनेको तामाङ एक बार तो खाछु। फाइनली गाइस हामी चाहिँ अब घर गएको, रात परिसक्यो। फोटो खिच्दा त्यस्तो रमाइलो गर्दा रात परिसक्यो गाइस। हामी चाहिँ गएको बेलुकाको अब 7 बजिसक्यो होला, सायद 7 बजिसक्यो। हामी चाहिँ घर गएको है गाइस। यस्तो चाहिँ बुन हाई गर त, के गर्ने के पनि। हामी चाहिँ अब घर
गएको है गाइस घर गएको कमेन्ट यो त चाहिँ अँध्यारो भइसक्यो गाइस अँध्यारो भइसक्यो यस्तो कालो भइरहेको छ राति भइसक्यो अँध्यारो भइसक्यो गाइस यतिको अँध्यारो भइसक्यो एउटा यहाँ खुट्टा दुख्यो भने रुन आँटिरहेको छ यहाँ बोका बोका भनिरहेको छ अघिदेखि मलाई यो रुन्चीले मलाई अघिदेखि बोक्नु बोक्नु भन्दैछ तर म बोक्न सक्दिनँ यसलाई अघि चाहिँ रहरले जान्ने कि जाने रे अहिले चाहिँ खुट्टा दुख्यो बोका भन्दैछ गाइस यसले हो कि होइन भन त ल रुन्छे अघि चाहिँ नआऊ भन्दा माने थोरै रुने हो कि नरुने हो अब यहाँ हेर है भाइरल हुन्छ यता चाहिँ साइकल साइकल भएर यो त यस्तो चाहिँ चिप्लेर हिँड्दैन यस्तो भइरहेको छ दुईजना कुकुर बहिनी यो हिँड्न नसकेर यता डह्रो चिप्लो रहेछ वनको बाटो चाहिँ गाइस यस्तो हामी चाहिँ घर आइपुग्यो है घर आइपुग्यो हाम्रो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ हाम्रो यसो रमाइलोको लागि मात्रै भ्लग बनाएको हो रमाइलो होस् भनेर मात्रै बाई बाई फेरि अर्को भ्लगमा भेटौँला है गाइस यो चाहिँ रमाइलोको लागि मात्रै खोले हो बनाएको हो भ्लग पनि रमाइलोको यसो टाइम पास मात्रै गर्नलाई जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ